आम एङ्ग्री म धेरै नै रिसाएको छु मलाई धेरै रिस उठिरहेको छ अति नै रिस उठिरहेको छ किनभने म्याचिङले त रन्डीको छोरी को हो क्या मलाई त्यस्तो भन्नको लागि को हो त्यो रन्डीको छोरी मलाई त्यस्तो इल्जाम लगाउनको लागि त्यो कुकुर नि को मलाई मुख छाड्नको लागि त्यो रन्डीको छोरी यस्तो पाखण्डी छ काम नभएको रन्डी त्यसको जिन्दगी त्यसै बिगारिसक्यो तर त्यो को मैले भन्नको लागि अपोलाइज पनि छैन अनि को हो त्यो टिए रन्डीको मान्छेलाई मेरो यी छोरी किन अटेन्डेन्स गऱ्यो अरे क्या म्याचिङ अनि को हो त्यो मुजी त्यो के अरे त्यस्तो भन्नको लागि यत्रो रन्डीको अनि प्रनिल खाद्य साला कुकुर सार्केस्टिक कमेन्ट दिन्छ मलाई रन्डीको छोरो त्यो म्याचिङ कुकुर साला रन्डी खाते कुकुरको बच्चा खुचिङ प्रदेशको बाउ मर्दै रन्डीको छोरा साला यस्ता त बच्चा निस्केछ रन्डीको मुजी कुकुर साला के नै गर्छ हो त्यो मुजीले साला अर्को एडभान्टेज लिन बाहेक साला कुकुर के नै काम छ त्यसको जिन्दगीको मुजी साला रन्डीको के नै गर्छ त्यसले आफ्नो जिन्दगीमा केही गर्न सक्दैन त्यसले के पाउँदैन नि पाउँदैन साला दुःखद रन्डी कुकुरको बान्छ साला अनि आज मेरो घरमा एउटा साल छिमेकीले एउटा एक झापड नहान्न सक्ने जै गरे बस्छ के गर्न सकेको छैन ऊ गरे बसेर यसरी नै बाँच्नु पर्यो भने नबाँच न बरु गएर मर के हो बाँच्ने हो यसरी जहिले नि ऊ गरेर बस्ने गएर मर्दै मुजी सक्दैन भने गएर मर्दै सक्छस् भने अगाडि बढ अरूलाई आफ्नो मुनि पार अगाडि जा के खानु बिचमा ल्याङ गरे चलाक हुन सकेको छैन रन्डीको बानहरू त्यसको सबसे नम्बर 1 चुतिया त मै पर्छु स्मार्ट नि छैन उनी छैन सबै रियाक्ट गर्छु रन्डी यही हो पारा मेरो पनि मनै पर्दैन यो सबसे ठुलो कुरा मैले फिक्स गर्नुपर्ने आफ्नो पारा यो कुरा यो बेहोरा जुन म इमोसनली रियाक्ट गर्छु जुन म राम्रै आउनु के शब्दहरू प्रकट गर्न सक्दिनँ यो सबै मेरो प्यारेन्ट्सको इस्युले गर्दा भएको हो मेरो आई डोन्ट लाइक माई प्यारेन्ट्स फर द्याट रिजन मलाई यो कुरा मन पर्दैन अनि म यही कुरा राम्रो पार्न खोजिरहेको छु आई विल बी बेटर इन दिस एन्ड द्याट्स माई मोटिभेसन